भेना भेटे यति कुरा सोधिहाले मैले भेना भेटे यति कुरा सोधिहाले मैले एउटा छोरी जन्माइहाल्यो छोरो पाउने कहिले यसको जवाफ थाहा पाइसक्यो इन्द्रेणीको टिमले यसको जवाफ थाहा पाइसक्यो इन्द्रेणीको टिमले एउटा पाइन् नन्दाजीले अर्को पाउने तिमीले घरमा पराल माघ फागुनमा जुड्छ क्यारे लगन पनि ब्यार्ने माघ फागुनमा जुड्छ क्यारे लगन पनि ब्यार्ने साँच्चै गजम जस्तै भयो लौन दिदी क्यार्ने घरमा पराल नन्दाले के भन्ने हो र ऊ झन् खुसी बन्छे नन्दाले के भन्ने हो र ऊ झन् खुसी बन्छे मेरो दुःख बाँड्न आजै आइज बहिनी भन्छे घरमा पराल हे मलाई आजै लाइरहेको थियो मनको बाटो मोड्न मलाई आजै लाइरहेको थियो मनको बाटो मोड्न मेरो एउटा बोयफ्रेन्ड छ के मान्दैन के छोड्न घरमा पराल पिर्नमा न एउटा उखान छ के हाम्रो गाउँमा पिर्नमा न एउटा उखान छ के हाम्रो गाउँमा गोल लगाउन मजा आउँछ किप्पर भएकै ठाउँमा घरमा पराल मैले पार्न सक्दिन के उसको ध्यान भङ्ग मैले पार्न सक्दिन के उसको ध्यान भङ्ग बरु लैजाउला नै भए हामी दुईटैसँग घरमा पराल गाउँ पिसेर लाने हो क्या कसले लान्छ घट्टा गाउँ पिसेर लाने हो के कसले लान्छ घट्टा मोबाइल नै पाएपछि के काम भो र बट्टा घरमा पराल मलाई पनि आज यतै छोडी जान मन छ मलाई पनि आज यतै छोडी जान मन छ तैँले छोडी गइस् भने यतै मर्छु भन्छ घरमा पराल माया साँचो भएपछि डह्रो हुनुपर्छ माया साँचो भएपछि डह्रो हुनुपर्छ मर्न देऊ न म हाल्दिउँला आर्यघाटको खर्च घरमा पराल हे हिमालयमा डाफे पाइने तर हिमा मजुर हिमालयमा डाफे पाइने तर हिमा मजुर छोरालाई सम्झाइदिनु लौ ससुरा हजुर घरमा पराल हे त्यो त बडा सानो मान्छे माया गर्छ खासमा मलाई क्या त्यो त बडा सानो मान्छे माया गर्छ खासमा भतिजोले के आँखा लाउँथ्यो अङ्कलजीको गाँसमा घरमा पराल